नमस्कार, हार्दिक स्वागत र अभिवादन। दर्शक महानुभाव, आज म जुन व्यक्तिको इन्टरभ्यू गर्न गइरहेको छु उहाँको बारेमा म के भन्न चाहन्छु। उहाँ कुनै कार्यालयको प्रमुख हुनुहुन्छ। उहाँ चेतनशील व्यक्ति हुनुहुन्छ, एउटा असल नागरिक हुनुहुन्छ मेरो बुझाइमा। चौतर्फी रूपमा जुन वास्तविक मान्छेले प्रशंसा गर्छन् कुनै मान्छेको कामको, त्यस्तो उहाँको प्रशंसा गर्नेहरू धेरै छन्। अरूभन्दा पनि उहाँ एउटा राम्रो मान्छे हुनुहुन्छ। मैले लगभग 500-700 भन्दा बढी अन्तर्वार्ता गरेँ होला। आज म आफै पनि उहाँसँगको अन्तर्वार्ताको लागि उत्साहित छु। आउनुहोस्, आजको अतिथि हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी हुनुहुन्छ उहाँ प्रकाश मल्लजी, अध्ययनशील व्यक्ति। र अर्को एउटा कुरा के पनि म राख्न चाहन्छु, खास गरी हाम्रो देशमा, हाम्रो नेपालमा चाहे कुनै सङ्गठन होस्, केन्द्रबाट कुनै परिपत्र वा कुनै उर्दी आयो भने मात्रै मातहतका निकायहरूले त्यो कार्यक्रम गर्ने हो। आफ्नो कार्यक्रम कुनै मातहतको निकायसँग हुँदैन, जुन प्रकाश मल्लको कार्यकालमा हामीले यहाँ देखिरहेका छौँ। उहाँको धेरै यस्ता कार्यक्रम छन् जसले मलाई लागिरहेको छ कि देशले अन गर्नुपर्छ, देशले त्यसलाई आफ्नो अभियान बनाउनुपर्छ र उहाँको सङ्गठनले पनि केही उहाँको कार्यक्रमलाई अभियान बनाएको छ। आउनुहोस्, आजको अन्तर्वार्ता सुरु गरौँ प्रकाश मल्लजीसँग। नमस्कार। नमस्कार, हार्दिक स्वागत छ यहाँ। धेरै धन्यवाद। के छ खबर? अहिलेसम्म ठिक छ, सबै राम्रै छ। सबै राम्रो छ। तपाईँको जीवनको धेरै, एक त हरेक मान्छेको जीवनको धेरै बाटोहरू हुन्छन्। तपाईँ प्रहरी प्रमुख हुनुहुन्छ, त्यसको नाताले तपाईँलाई चिनिए, मैले चिने। बिस्तारै चिन्दै जाँदा प्रहरीमा प्रायः त्यस्तो अध्ययन गरेका मान्छेहरू, अध्ययन गर्ने मान्छेहरू धेरै कमै मैले भेटाएको छु। त्यसमध्ये मैले यहाँलाई पाएँ। तपाईँका केही मातहतका कर्मचारी त सर भेटे कि ल पढ्नुपर्छ है भन्नुहुन्छ। किन यति पढाइप्रति किन तपाईँको आसक्ति? सर्वप्रथम त धन्यवाद सरलाई यो बडा एकदम अर्थपूर्ण र बृहत प्रश्न राखिदिनु भएकोमा। पहिला किन पढ्नुपर्छ भन्दा पनि ज्ञानको विषयमा हामी चर्चा गर्नुपर्छ जस्तो छ। जस्तो ज्ञान बिना हामी एउटा ह्युमन बिङ मात्रै हुन्छौँ। जब हामी ज्ञान लिइसक्छौँ तब हामी सोसल बिङ हुन्छौँ, सामाजिक प्राणीमा रूपान्तरण हुन्छौँ। यदि मान्छे मात्रै भएर रह्यो भने, बायोलोजिकली मान्छे मात्रै रह्यो भने पशु र मान्छेमा खासै धेरै अन्तर हुँदैन। जब मान्छे बायोलोजिकली भन्दा सोसियली मान्छे बन्यो भने, सामाजिक प्राणी बन्यो भने त्यसमा धेरै चिज, गुणहरू, भर्चुहरू आउँछ, जसले गर्दा ऊ आफ्नो जीवनचर्यालाई, आफ्नो चाहिँ इनर ह्याप्पिनेसलाई राम्रो त बनाउँछ नै, उसले त्यो सँगसँगै त्यो कन्ट्रिब्युसन चाहिँ सोसाइटीलाई पनि दिन्छ। त्यस कारणले एउटा हजुरले पनि पक्कै हेर्नुहुन्छ, आचार्य प्रशान्तजी हुनुहुन्छ, उहाँले भन्नुहुन्छ कि मान्छे आफ्नो मात्रै राम्रो हेर्ने त मान्छे मात्रै भयो नि। मान्छे यदि अरूको चाहिँ राम्रो हेर्छ भने त्यो मान्छे मर्द हो, आफ्नो मात्रै हेर्छ भने त मान्छे मुर्दा हो भन्नुहुन्छ कि उहाँले। त्यो बडा राम्रो लाग्छ उहाँको स्टेटमेन्ट मलाई। भनेको यो सबै चिज पढ्नुको अन्तर्य, पढ्नुको चाहिँ तात्पर्य, यसको चाहिँ प्रयोजन भनेको चाहिँ अल्टिमेटली हाम्रो चाहिँ जति पनि हामी यो धरतीमा चाहिँ जीव जन्तु प्राणी जति पनि छौँ ती सबै चिजको लागि चाहिँ बेटरमेन्ट, अहिले जे छ त्योभन्दा राम्रो के गर्ने, राम्रो के हो भन्नुको निमित्त पढ्नुपर्छ जस्तो लाग्छ मलाई, बृहत एउटा चाहिँ बेटरमेन्टको लागि। अब सँगै आएर हजुरको अर्को प्रश्न चाहिँ म जिज्ञासाको प्रश्न हुन, जिज्ञासाको चाहिँ म कसरी चाहिँ त्यसलाई स्पष्टीकरण दिन्छु भने, पुलिसले किन पढ्नुपर्छ त्यसो हो भने? पुलिस त एउटा कानुन कार्यान्वयन गर्ने निकाय हो। यसले त अर्डरहरूलाई फलो गर्ने हो। यसले चाहिँ ल एन्ड अर्डरलाई मेन्टेन गरेर राख्ने हो। कहीँ क्राइम हुन नदिने, भइसक्यो भने प्रभावकारी अनुसन्धान गर्ने हो,
होइन, दण्डहीनताको अन्त्य गर्ने हो। यसको लागि पढ्न किन आवश्यक छ त भन्ने चिज एउटा चाहिँ जहिले पनि जोडिएर आउँछ। जहाँ पनि हजुरले गरेका प्रश्नहरू सबै ठाउँमा चाहिँ आउने प्रश्नहरू हुन्। अब प्रहरीले किन पढ्नुपर्छ जस्तो लाग्छ मलाई भने समाजमा सबैभन्दा बढी घुलमिल हुनुपर्ने, उत्तरदायी हुनुपर्ने र समाजले सबैभन्दा बढी अपेक्षा गरेको चिजहरू, किनभने मान्छे जहिले पनि भयमा बाँच्छ, भय र भोकमा बाँच्छ मान्छे। त्यो भयलाई चाहिँ निप्टारा गर्नको निमित्त नै राज्य बने हो, कानुन बने हो होइन, अनि प्रहरी पनि बने हो। भने समाजको अपेक्षा त एकदम धेरै छ प्रहरीप्रति। अब समाजको अपेक्षा धेरै छ भने त समाज त बुझ्नु पर्यो नि त प्रहरीले। समाजै जब बुझ्दैन प्रहरीले त्यो अपेक्षा त खरो उत्रिन सक्दैन प्रहरी। त्यसमा सुपरफिसियल हुनसक्छ, सतै हुनसक्छ। त्यो सतै भन्दाखेरि एउटा लार्ज नम्बर अफ पिपल सोसाइटीमा त्यो प्रहरीसँग फरक मत राख्छ, असहयोग गर्छ, अविश्वास गर्छ भने त प्रहरीको काम सफल हुँदैन। त्यसको लागि समाज बुझ्न जरुरी छ। प्रहरीले कानुन मात्र बुझेर हुँदैन। कानुन बुझ्ने त उसको चाहिँ बेसिक भइहाल्यो, आवश्यकता हो। उसले बुझ्नै पर्छ। कानुनको एक्जिक्युसन गर्न आएको हो भने त कानुन उसले बुझ्नै पर्छ र कानुन सँगसँगै समाज पनि बुझ्नुपर्छ। त्यो समाज बुझ्नको लागि हामी अलि बढी अध्ययन गर्नुपर्छ किन कानुन तालिममा पनि बुझ्यौँ, त्यो नबुझिकन कामै पनि हुन सक्दैन। डे टु डे पनि हामीले बुझिरहेका छौँ। तर समाज बुझ्नका निमित्त चाहिने ज्ञानहरू, अध्ययनहरू चाहिँ अलिक कमी छन्। त्यो भयौँ भने हामीले कानुन र समाज दुइटैलाई बुझ्यौँ भने त्यसपछि हाम्रो चाहिँ पर्फर्मेन्स एकदमै अप्रिसिएटेबल पनि हुन्छ। एकदमै मान्छेले चाहिँ त्यसलाई चाहिँ बिलिभ पनि गर्छन्। जब कम्युनिटीको ट्रस्ट प्रहरी कार्यमा आउँछ त्यसपछि मलाई लाग्छ समाजमा खराब एलिमेन्टहरू शिर उठाउन पाउँदैन जस्तो लाग्छ। त्यसकारणले पढ्नुको प्रहरीलाई जतिको जरुरी र फाइदा अरू कसैलाई छ जस्तो मलाई लाग्दैन खासमा। त्यसकारणले पढ्नुपर्छ भन्नेलाई मैले अलिकति जोड गरेको कारण चाहिँ त्यो एउटा कुरा सोधिहाल्नु, अहिलेसम्म कतिवटा किताब तपाईँले पढ्नु? मैले अहिले ठ्याक्कै नम्बरमा त भन्न नसक्नुला सर, तर धेरै किताब पढेँ सर मैले। मेरो पढ्नु माध्यमिक विद्यालयको स्तरसम्म पुगिसक्दा मेरो पढ्नमा रुचि जागिसकेको थियो, त्यो पनि लिटरेचरतिर होइन। सुरुमा मैले स्कुल लाइफमादेखि कलेज लाइफसम्म मैले लिटरेचरहरूमा कस्तो भने आख्यानहरू, कविता त छुट्टै भयो, आख्यान भएन, कथा, उपन्यास, कविता, जीवनी, संस्मरण, यस्ता चिजहरूमा मैले धेरै चाहिँ पढेँ। जब म कलेज लाइफ पछि अलि माथि मेरो चाहिँ एउटा मेच्युरिटी लेभल अलि माथि बढ्यो जब, त्यसपछि म चाहिँ गएर आख्यानतिर पढ्न थालेँ। भनिसकेपछि हिजो चाहिँ कलेजको चाहिँ उसम्म सर्टिफिकेट लेभल भनौँ न, त्यति बेलासम्म चाहिँ नेपाली लिटरेचरका लगभग किताबहरू, राम्रा किताबहरू भनौँ न, सबै त नभनौँ, राम्रा किताबहरू लगभग पढिसकेको थिएँ भन्नुपर्छ मैले। त्यसपछि जब म यतापट्टि गएर आख्यान, अलिकति फिलोसफी, अलि यस्ता चिजहरू, हिस्ट्री होइन, यस्तोमा सोसियोलोजी, यस्तो चिजहरूमा पुगिसक्दाखेरि म महिनामा 3टा किताब सक्नुपर्छ भन्ने उमा चाहिँ पढिरहेको छु। त्यो कारणले गर्दाखेरि त्यसरी पनि भन्ने हो भने मैले गैर आख्यानका भनौँ न एकदम पढ्नुपर्ने पुस्तकहरू नै 500 देखि 1000 पुऱ्याएँ जस्तो लाग्छ। गैर आख्यान जो अलि मैले यो अहिलेको लिटरेचर कुराहरू छोडेर त्यति पढेँ जस्तो लाग्छ मलाई। फेरि यसै सन्दर्भमा एउटा भन्न चाहिँ मन लाग्यो, अहिले पछि फेरि अलि प्रसङ्ग आउला नआउला। मेरो एउटा आफ्नो चाहिँ यो अध्ययनप्रतिको सोचाइ के हो भने जब कुनै एउटा सचेत मान्छेले 100वटा वर्थ रिडिङ बुकहरू पढ्छ भने उसको जीवन नै काया पलट हुन्छ भन्छु म। उसको सोच नै बदलिन्छ, उसको आयाम नै बदलिन्छ, उसको जीवनशैली नै बदलिन्छ र उसको अल्टिमेटली उसको स्ट्याटस चाहिँ कहाँ पुग्छ जस्तो लाग्छ। त्यस कारणले मैले 100वटा किताब, राम्रो किताब पढ्नुहोस्, त्यसपछि अनि आफूलाई एक्चुअली इनर इभ्यालुएसन गर्नुहोस्, म कहाँ पुगेँ भन्ने। धेरै फरक पाउनुहुन्छ, धेरै चेन्ज पाउनुहुन्छ भनेर म भन्ने पनि गर्छु। मात्र 100वटा किताब हामीले पढ्न सक्यौँ भने हाम्रोमा धेरै चिजमा यसको चाहिँ विकास भएको चाहिँ हामीले आफै महसुस गर्छौँ। त्यो पनि मैले प्रसङ्ग जोडेँ। अब म आएँ तपाईँको थोरै प्रोफेसन। हजुर, तपाईँ मैले सुरुमै भने कि एउटा प्रहरी प्रमुख हुनुहुन्छ जिल्लाको, कुनै आमाको छोरा हुनुहुन्छ, नागरिक हुनुहुन्छ, धेरै थोक हुनुहुन्छ, हामी सबैजना छौँ। एउटा मात्रै परिबन्धमा तपाईँ जस्तो मान्छेलाई बाँध्न सकिन्न, त्यो मेरो बुझाइ हो। अब म तपाईँको प्रोफेसन सम्बन्धित थोरै कुरा गर्छु। नेपालमा प्राय कुनै पनि सङ्गठनमा यो छ कि माथिबाट जे निर्देशन भयो त्यो अनुसारको कार्यक्रम गर्ने, ल आज यो विरोध गरिदियो, आफ्नो कुनै कार्यक्रम छैन। तपाईँ आएदेखि
मैले यहाँ महोत्तरीमा जुन आइरहेको छु तपाईँको आफ्नै कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ। त्यसमा चाहिँ 3-4वटा कार्यक्रम त एकदमै आम पिपलले खुब रुचाएका छन्। अब भन्छ अपने दिल से बुझी पराया दिल का हाल। मलाई राम्रो लागिरहेछ भने मलाई लाग्छ अरूलाई पनि राम्रो लाग्यो होला। जस्तो अल्पसङ्ख्यकसँग प्रहरी तपाईँले 28औं श्रृङ्खला 31औं श्रृङ्खला पुरा गर्नुभयो। अर्को हिरासतमा पुस्तकालय तपाईँ स्वयं अध्ययनशील मान्छे हो। अर्को लागु औषध विरुद्धको अभियान एडिसी। त्यस्तै आफ्नो मातहतका या आफ्नो सङ्गठन जसको बलबुतामा तपाईँले सङ्गठन चलाउने हो ती मान्छेहरू एकदमै फ्रेस हुनुपर्छ, उसको माइन्ड रिफ्रेस भइराख्नुपर्छ। त्यसको लागि तपाईँले PRP पुलिस रिफ्रेसमेन्ट प्रोग्राम पनि चलाउनु भएको छ। मलाई लाग्छ मैले बुझेसम्म एउटा लागु औषध विरुद्धको अभियान कहिलेकाहीँ पहिला पनि चल्थ्यो, यसरी नै चल्दैन थियो। तर यी कार्यक्रमहरू सबै तपाईँले ल्याउनु भयो। अब यसलाई अब मैले जिज्ञासा राखेँ भने किन त तपाईँ पनि त्यतिकै आफ्नो समय कटाएर गएको भए भइहाल्थ्यो। यसलाई के भन्नुहुन्छ यस्तो? यो पनि एकदम हजुरले सान्दर्भिक जिज्ञासा राख्नु भएको छ भन्छु म चाहिँ। यसमा एउटा पहिलो हजुरलाई जोड्न खोजेको कुरा केमा भने हामी क्लियर के हुनुपर्छ भने प्रहरी एउटा चाहिँ उमा एउटा अर्डरमा हैन चेन अफ कमान्डमा चल्ने एउटा संस्था हो। आमतौरमा हेर्दाखेरि के देखिन्छ भने प्रहरीले माथिबाट भनेको कुराहरू मात्रै गर्छ भन्ने एउटा बुझिन्छ र माथिबाट के हुन्छ भने जति पनि तल भएका कुराहरू हुन् ती कुराहरू माथिकोले चाहिँ अनरसिप लिनुपर्छ। यहाँ तल ग्राउन्डमा केही एउटा चाहिँ हाम्रो प्रहरी जवान भाइले केही गर्यो भने सङ्गठन प्रमुखले पनि जवाफ दिनुपर्ने, त्यो पनि संसदीय समितिमा गएर पार्लियामेन्टमा गएर जवाफ दिनु परेको स्थिति हामीले हेरिरहेको छौँ। त्यो कारणले गर्दा पनि माथिको लिडरसिपले चाहिँ तलको मान्छेको चाहिँ कामलाई चाहिँ होस्, त्यसमा चाहिँ आफूलाई पनि ज्ञान होस्, थाहा होस् के भइरहेछ, मैले जवाफ दिनुपर्छ भन्ने हिसाबले पनि यो चेन अफ कमान्डको चाहिँ स्ट्रक्चरमा यस्तो नै अधिक धेरै हुने गर्दछ। र सँगसँगै जस्तो म आएर चाहिँ केही प्रोग्रामहरू इनिसिएट गरेँ भन्ने विषयको हजुरको चाहिँ एउटा जुन जिज्ञासा छ त्यसमा एउटा के कुरा जोड्न चाहन्छु भने सङ्गठनले नेपाल प्रहरी सङ्गठनले जति बेला प्रहरी महानिरीक्षकको पदमा हाम्रो शैलेश थापा छेत्रीजी हुनुहुन्थ्यो, उहाँले चाहिँ एउटा कार्य सम्पादनको एउटा ल्याउनु भयो, कन्सेप्ट ल्याउनु भयो। त्यो कार्य सम्पादनको कन्सेप्ट कस्तो थियो भने प्रहरी प्रधान कार्यालयले उसभन्दा तलको चाहिँ उसँग चाहिँ कार्य सम्पादन सम्झौता गर्ने, त्यसपछि त्योभन्दा तलकोले अलि तलकोसँग गर्ने, हुँदा जिल्ला प्रहरी कार्यालयसँग प्रदेश प्रहरी कार्यालयले एउटा कार्य सम्पादनको सम्झौता गर्ने भन्ने एउटा चाहिँ स्ट्रक्चर बन्यो। त्यो स्ट्रक्चरमा थुप्रै कामहरू दियो, यस्तै सबै कामहरू गर्नुपर्ने कामहरू नै थियो। त्यो मध्येमा एउटा पोइन्ट के थियो भने नवप्रवर्तनीय कार्य गर्न सक्ने छ भनेर चाहिँ त्यो कार्य सम्पादन सम्झौतामा त्यो एउटा चाहिँ ठाउँ छोडियो। त्यो ठाउँ छोडेपछि त्यसले के चाहिँ एउटा दिएको थियो भने डिस्क्रिसन अथवा काम गर्न सक्ने एउटा चाहिँ के चाहिँ एउटा प्लेटफर्म दिएको थियो भने यदि तिमीहरूसँग केही त्यस्तो काम छ भने तिमीहरू यो काम गर, तर रिपोर्ट च्यानलमा चाहिँ हाल है भन्ने त्योमा चाहिँ एउटा उनी कार्य सम्पादनको एउटा पोइन्टै बनाएर गयो सङ्गठन। त्यस पछाडि केही कुराहरू चाहिँ सङ्गठनले तोकिदियो, यो गर्नुहोस् तपाईँहरूले भनेर केही काम चाहिँ नवप्रवर्ती योभन्दा बाहेक पनि स्पेस दियो। यस स्पेस दियो। योभन्दा पनि केही प्रोग्रामहरू समाजसँग जोडिन, प्रहरीको चाहिँ दूरी कम गर्न, समाजसँग चाहिँ अझ नजिक हुन, होइन विश्वास लिन, सङ्गठनको प्रतिष्ठा बढाउन केही अरू राम्रो काम छ भने यो अन्तर्गत तपाईँहरूले गर्न सक्नुहुन्छ है भनेर स्पेस दिइदियो। अब त्यो स्पेस दिइसके पछाडि हुन त स्पेस नदिँदा पनि नभएको चाहिँ होइन, गर्न चाहिँ गरिरहन्थे, तर त्यसले चाहिँ एउटा स्ट्रक्चरमा तपाईँहरू गर्न सक्नुहुन्छ, क्रिएटिभमा एउटा मूल्याङ्कन फर्मेटमा हालिदियो। त्यो हालिसकेपछि अलिअलि पहिलाको भन्दा अलि तपाईँहरू जहाँ गए पनि प्रहरीले अलिअलि इनिसिएटिभ गरेको चाहिँ पाउनुहुन्छ होइन। अब तर कस्तो कार्यक्रमको इनिसिएटिभ भयो भन्ने कुरा मात्रै त्यसले चाहिँ म्याटर गर्छ। त्यो एउटा कुरा भयो। अब मेरो कुरा चाहिँ अब म मेरो कुरामा आउँछु। मैले यो नवप्रवर्तनीय को यो कार्य सम्पादनको सम्झौताको फर्मेट आउनुभन्दा अगाडि 2072 सालमा म जिल्ला प्रहरी कार्यालय धादिङमा प्रमुख रूपमा चाहिँ कार्यरत थिएँ। त्यति बेला एउटा कार्यक्रम चलाएको छु मैले, प्रहरीसँग 1 मिनेट भन्ने कार्यक्रम। त्यो 2072 सालमा
र यो कार्य सम्पादन आएको 2077 साल 76 साल यस्तैमा हो भने तीमा चाहिँ के थियो भने सडकमा भएका गुडेका गाडीहरूसँग प्यासेन्जरहरूसँग चालकहरूसँग सहचालकहरूसँग प्रहरीले 1 मिनट कुरा गर्थ्यो र दुर्घटना यसरी भएको छ यसरी भएको छ यो भएको छ यो भएको छ यो भएको छ तपाईँहरू बी केयरफुल किनभने तपाईँको एउटा सानो लापरवाहीमा धेरै जीवन जान सक्छ भनेर एउटा चाहिँ हामीले 1 मिनट मात्रै रोकेर 1 मिनट मात्रै हामीले बोलेर उहाँहरूलाई चाहिँ पठाउने काम गर्थ्यौँ त्यसमा थुप्रै 50,000 जति प्यासेन्जरसँग इन्ट्रेक्सन गरेका छौँ त्यति बेला हाइवेमा मैले त्यति बेला पनि मैले गर्थेँ मैले त्यति बेला त्यो इनिसिएट गरेको थिएँ भन्ने हिसाबले अब अहिले चाहिँ महोत्तरीमा आइसक्दाखेरि मैले यो कार्यक्रम गर्नुको पछाडि के छ भने यहाँको विविधता हो म सामाजिक विविधता जब महोत्तरी मेरो सरह भयो भनेपछि मैले फेसबुकमा स्ट्याटस हालेको छु त्यति बेला हिँड्ने बेलामा नै अब म आइ एम भेरी मच एक्साइटेड कि महोत्तरीको सामाजिक विविधतामा काम गर्न म एकदम उत्साहित छु म त्यति बेला आउँदैन भनिसकेको थिएँ किन पहिला पनि यहाँ बसेर थोरै समय बसेर गएको र जनकपुरमा पनि बसेका कारणले मधेसलाई थोरै भए पनि मैले निहाल्ने चिन्ने मैले भित्रबाट मैले बुझाएको थिएँ मधेसलाई थोरै भए पनि त्यो कारणले गर्दा म सामाजिक विविधतामा काम गर्न उत्साहित छु भनेर म आएँ म त्यसमा त्यो फर्स्ट डेबाट म त्यो काम चाहिँ सुरु गरेँ र यो काम गर्नुको पछाडि के हो भने अन्ततगत एउटा चिज के हो भने जहिले पनि प्रहरीले दिने सेवा जहिले पनि जुन छ त्यो सबैभन्दा एकदमै फैलिएको सेवा हो राज्यले दिने प्रहरीले दिने सेवा स्वास्थ्य चौकी स्कुल अनि कृषि यिनीहरू सँगसँगै प्रहरीको पनि यस्तो चाहिँ नेटवर्किङ हुन्छ कि प्रहरी गाउँ गाउँमा पुग्छ प्रहरीले यदि राम्रोसँग ह्यान्डल गरिदियो भने मान्छेमा धेरै किसिमको राहत पनि हुन्छ विश्वास पनि आउँछ मान्छेका अधिकारहरू पनि सुरक्षित हुन्छन् र त्यहाँ हुन सक्ने जति पनि भएका चाहिँ हिंसाहरू छन् कसैबाट त्यो बन्द हुन सक्छ र त्यसको लागि त पहिलो चाहिँ शर्त के हो भने जनताले प्रहरीलाई त विश्वास गर्नु पर्यो हैन प्रहरीको स्ट्रक्चर बुझ्नु पर्यो प्रहरीको कार्यशैली बुझ्नु पर्यो तब न उनीहरूले सेवा पाउन सक्छन् नत्र यसरी एउटा त्यो चाहिँ महसुस गरेँ अर्को चिज के महसुस गरेँ भने जस्तो प्रहरीसँग सेवा लिन आउने मान्छे त पहुँच भएका प्रहरीलाई चिनेका प्रहरीलाई बुझेका अथवा पढे लेखेका अथवा चाहिँ सोसियली अलिकति हायर स्ट्याटसमा बसेका मान्छेहरू त जहिले पनि प्रहरीको सेवा त जति नै खेर राति बिहान जति बेला पनि लिन सक्नुहुन्छ उहाँहरूले तर लिन चाहिँ कसले सकिरहेको छैन भन्दाखेरि त्यो जुन बोटम लाइनमा बसिरहेछ समाजको पिडमा जो बसिरहेछ अब त्यो चाहिँ वर्गले त्यो समुदायले चाहिँ लिन सकिरहेको छैन प्रहरी भने के हो प्रहरीले कसरी सेवा गर्छ प्रहरीको काम के हो प्रहरीलाई भन्दा हामीलाई के फाइदा हुन्छ प्रहरीले चाहिँ कसरी काम गर्छ इत्यादि कुराहरूको विषयमा त उनीहरूलाई केही पनि थाहा छैन तर थाहा छ के भने थाहा छ फेरि तर अर्को रूपमा थाहा छ प्रहरी त ठुलो मान्छेहरू भनेको मान्छ यिनीहरू भनेको मान्छ अथवा यसरी चाहिँ कहीँ न कहीँ गएर यसरी चाहिँ प्रभावित बन्छ हैन त्यस कारणले चाहिँ एकदमै फुल्ली विशेषज्ञ रूपमा काम गर्छ कि गर्दैन भन्ने कुरामा नै हामीहरूलाई विश्वास छैन जस्ता कुराहरू बुझिरहेछ नि त त्यो समाज हो त्यो वर्गलाई सबैभन्दा पहिला बुझाउनु पर्यो प्रहरी भनेको के हो प्रहरीको सेवा भनेको के हो हामी कसरी गर्छौँ भनेपछि बल्ल एउटा चाहिँ सिद्धान्त के हुन्छ विकासको सिद्धान्त के हुन्छ भने जबसम्म बोटम साइड अपमा हुँदैन नि समाजको विकास हुँदैन धनी मान्छे धनी बनेर समाजको विकास हुँदैन समाजको विकास हुनलाई गरिब मान्छे जो छ त्यो अलि माथि आउनुपर्छ त्यो बोटम साइड अलि माथि आयो भने बल्ल समाजको विकास देखिन्छ सही अर्थमा र त्यो चिज यो भौतिक विकासको मात्रै होइन कि सबै विकासमा न्यायको क्षेत्रमा मतलब सामाजिक न्यायका क्षेत्रहरूमा त्यसपछि उनीहरूका अधिकारहरूको कुराको क्षेत्रमा शिक्षाको क्षेत्रमा सबै क्षेत्रमा त्यो चाहिँ देखिनु पर्यो होइन र प्रहरी कहीँ न कहीँ सबै चिजमा कुनै न कुनै पाटोमा प्रहरी जोडिया हुन्छ हामी यसरी जोडिया छौँ तपाईँहरूसँग यसरी काम गर्न सक्छौँ हामी त्यो गर्नुभयो भने बल्ल अनि तपाईँको कुरा हामी बुझ्छौँ हाम्रो कुरा पनि बुझाउन सक्छौँ र तपाईँलाई पनि कसैले हिंसा गरिरहेछ अन्याय गरिरहेछ भने त्यो चाहिँ समुदायले त्यो उसले पनि तपाईँहरूलाई चाहिँ त्यसरी हेर्न सक्दैन भन्ने कुरा त बुझाउनु पऱ्यो नि त त्यो नबुझाइकन हाम्रो सेवा त जुन हामीले भनेको छौँ स्वच्छ व्यावसायिक र नागरिक मैत्री प्रहरी सेवा भनेर भन्छ नि हाम्रो त भिजन त्यो हो होइन त्यस कारण नागरिक मैत्री त हुँदै भएन नि त भन्ने हिसाबले अब यो बुझाउनुपर्छ भन्ने मेरो चाहिँ भनौँ न त्यो सोचमा त्यस्तो किसिमको चाहिँ कुरा खेल कसरी जाने त अब यो चिज त जाने त कसरी फेरि समस्या छ फेरि भनिसकेपछि एउटा फर्मुलेसन गरियो एउटा चाहिँ कार्यक्रमको चाहिँ तयारी गरियो अनि त्यसपछि गएर हाल प्रहरी सङ्गठन प्रमुखज्यू त्यति बेला यहीँ मध्य प्रदेशकै प्रमुख हुनुहुन्थ्यो होइन डिआइजीको पदमा कार्यरत हुनुहुन्थ्यो उहाँबाट नै यो कार्यक्रम स्वीकृत गराइयो हामीले चाहिँ के हुन्छ भने फेरि इन्स्टिट्युसनल अनरसिप लिनको लागि हामीले त्यहाँ गएर स्वीकृत गराएर त्यसपछि अनुमति लिएर कार्यक्रम गऱ्यौँ र अब यो कार्यक्रम गर्दै जाँदाखेरि चाहिँ हामीलाई धेरै चाहिँ खुसी पनि लाग्यो सुरुका चरणमा चाहिँ हामीलाई अलिक कस्तो लागिरहेको थियो पछि जब नागरिकले अघि भन्नुभयो हजुरले नागरिकले जब विश्वास गर्न थाल्यो पछि त हामी कहाँ आउनुहोस् यहाँ आउनुहोस् भनेर पछि अब चाहिँ कार्यक्रमले चाहिँ अनरसिप लग्यो कम्युनिटीले
भन्ने हिसाबमा चाहिँ यसलाई चाहिँ हामी निरन्तर गइरहेछौँ। र कम्युनिटी फेरि अब अहिलेको चाहिँ पुलिसिङको चाहिँ अहिले प्रहरी सेवाको चाहिँ अहिले चाहिँ संसारबाट हेर्ने हो भने पनि के देखिन्छ भने प्रहरीको नयाँ फिलोसफी के बन्दैछ भने कि कम्युनिटी पुलिसिङको फिलोसफी हुनुपर्छ हाम्रो। जबसम्म कम्युनिटीमा जान सकिन्न, कम्युनिटीको लागि काम गर्न सकिन्न, जुनलाई आवश्यक छ त्यो त्यहाँ पुग्न सकिन्न भने हाम्रो पुलिसिङ राम्रो हुन सक्दैन। त्यस कारण कम्युनिटी पुलिसिङ एउटा फिलोसफी तयार भएर आएको छ कि हामी अब पहिलाभन्दा हामी कोर्सिभ पुलिसिङभन्दा एग्रेसिभ पुलिसिङभन्दा होइन, अनि त्यसपछि गएर भनौँ न विभिन्न किसिमका चाहिँ हात हतियारको चाहिँ प्रतिको चाहिँ मोहभन्दा प्रहरीले अब त्यसलाई चाहिँ हामी डिसाम भन्दै हामी कम्युनिटीको चाहिँ विश्वास लिँदै जानुपर्छ भन्ने हिसाबमा चाहिँ लिनुपर्छ। नेपाल प्रहरीले लिन सुरु गरेको छ। यो कुरा चाहिँ अब हामी अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने मोडर्न पुलिसिङको स्थापना 1829मा ब्रिटिसमा भयो होइन, रोबर्ट पिलले गरे। 1829मा गरिसकेपछि यस्तो विरोध भयो, त्यति बेला तपाईँलाई अन्तर्राष्ट्रिय अलिकति मैले प्रसङ्ग सुनाएँ प्रहरीको हिस्ट्रीको हिसाबले। त्यति बेला चाहिँ एकदम एउटा किसिमको चाहिँ आन्दोलन अब औद्योगिक क्रान्तिकोमा गइसकेको थियो। बेलायती समाज यस्तो चाहिँ उ भइसकेको थियो कि औद्योगिक क्रान्तिले गर्दाखेरि गाउँको मान्छेहरू सहरमा आयो, सहरमा काम पाएन। एउटा चाहिँ खानको लागि पेटको लागि ब्रेडको लागि उनीहरूले चाहिँ अपराध गर्नुपर्ने स्थिति भयो। पनि यस्तो पोलिटिकल आइडियोलोजीहरू विभिन्न किसिमका डेमोक्रेसी, कम्युनिजम, सोसलिजम तयार हुँदै गए अनि समाज एकदम विद्रोही जस्तो बन्यो। त्यति बेला प्रहरी पनि आयो। प्रहरी आउँदाखेरि के लाग्यो भने त्यो जुन तलको वर्गलाई के लाग्यो भने जहिले पनि प्रहरीलाई अविश्वास गर्ने भनेको तलको वर्ग हो होइन। त्यो वर्गलाई के लाग्यो भने प्रहरी त हामीले दबाउन आएको, त ठुला बडाहरूले, फ्याक्ट्रीका मालिकहरूले, ठुल्ठुला चाहिँ उद्योगीहरूले होइन, यिनीहरूले चाहिँ व्यापारीहरूले हामीले दबाउनको लागि प्रहरी बनाएको भने विरोध गर्यो। प्रहरीसँग ठुलो कन्फ्रन्ट भयो। अनि 30देखि 61, 70 पुग्दाखेरि प्रहरी यस्तो चाहिँ परिमार्जन भएर गयो कि प्रहरीले हुँदा हुँदा बोक्ने छडी पनि छोडिदियो प्रहरीले। यो छडी समात्दा पनि जनताले हामीलाई चाहिँ यो हाम्रो कुट्नलाई समात्या हो भन्ने किसिमको जनतामा चाहिँ एउटा अविश्वास हुन्छ प्रहरीप्रतिको, त्यो छडी पनि छोडिदियो। एउटा त्यस्तो त्यो तरिकाले उनीहरू चाहिँ ट्रान्सफर भएर गए। त्यस कारण अहिले संसारको बेस्ट पुलिस भन्दा हामी लन्डन पुलिस भनेर भन्छौँ नि त। त्यस कारण उनीहरूले त कम्युनिटी पुलिसिङको फिलोसफी त्यति बेला समाते, आजभन्दा 100 वर्षभन्दा अगाडि समाते भने हामी अहिले बल्ल चाहिँ त्यस विषयमा चाहिँ गन्थन मन्थन चिन्तन गर्दैछौँ। त्यही रूपमा चाहिँ यो प्रारूपमा यी कार्यक्रमहरू जति पनि कार्यक्रममा हामीले बनायौँ ती कार्यक्रम त्यसको लागि चाहिँ ल्याइयो। 31औं श्रृङ्खला पार गर्नुभयो। हजुर। अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम मात्रै, अरू कार्यक्रम चलिरहेको छ। जुन अब पहिलो डेको कार्यक्रम थियो, हजुरले भन्नुभयो कि बिस्तारै मजा आउन थाल्यो, त्यसको प्रभाव कस्तो छ? अहिलेसम्म हामीले अरू थुप्रै कार्यक्रम पनि गऱ्यौँ हामीले यसमा, नवप्रवर्तनीय इनोभेटिभ कार्यमा, क्रिएटिभ काममा, जस्तो अल्पसङ्ख्यकसँग प्रहरीको कुरा त्यो प्रोग्राम त्यसको मात्रै कुरा गर्नुपर्दाखेरि 31औं श्रृङ्खला हामीले हिजो मात्र सक्यौँ। हिजो हामीले खैरबनीमा सोनमा वार्ड नम्बर 5 मा गऱ्यौँ, त्यहाँको समुदायसँग, अल्पसङ्ख्यक समुदायसँग। र 5000 भन्दा बढी अल्पसङ्ख्यक समुदायसँग म आफै गएर इन्टरेक्ट गरेँ र उहाँहरूको चाहिँ गुनासो, प्रश्न, जिज्ञासा होइन 500 भन्दा बढी छ। यो चाहिँ यसको स्ट्याटस हो होइन। अब यहाँ त्योभन्दा अगाडिपट्टि यो किन आवश्यक भयो भने थोरै जोडेँ मैले हाम्रो यहाँको स्ट्याटिक्स हेरेँ, हाम्रो प्याटर्न हेरेँ। यो हाम्रो चाहिँ प्रहरीसँग कानुनको कन्फ्लिक्टमा परेका मान्छेहरू हेरौँ त के रहेछ डेटा भनेर सुरुमा आएर हेरेँ मैले, अघि मेन्सन गर्न बिर्सेँ मैले। त्यो हेर्दाखेरि के देखेँ भने 79-80 को डाटा हेर्दा के देखियो भनेपछि पीडित 49% अल्पसङ्ख्यक समुदायबाट छ। जति टोटलको अल्पसङ्ख्यक समुदायको पीडित 49% अल्पसङ्ख्यक समुदायबाट बिलङ गर्छ र पीडक जसले कानुनसँग उल्लङ्घन गरेछ 41% गरेछ त्यो समुदायले। यता पीडित पनि भएको छ, यता पीडक पनि भएको छ भने त ठुलो ग्याप छ नि त्यो समुदायमा। केही बुझिरहेको छैन, कानुन बुझिरहेको छैन, व्यवस्था बुझिरहेको छैन, रेगुलेसन बुझिरहेको छैन, अथवा के हो त्यो च्यानलाइज गर्न सकिरहेको छैन आफूलाई। त्यसमा हो यस्तो भएर यो कार्यक्रम चाहिँ यहाँ जाउँ भनेर चाहिँ सुरु गरेको चाहिँ त्यो हो। यहाँसम्म कार्यक्रम गरिसक्दाखेरि यसका चाहिँ समाजलाई चाहिँ यसले के एडभान्टेज गर्यो त, अथवा के चाहिँ राम्रो गर्यो भनौँ न, समाजको लागि के कन्ट्रिब्युट गर्यो भनेर भन्नुपर्दाखेरि एउटा पहिलो कुरा त उहाँहरूले आफ्नो अधिकारप्रति उहाँ सचेत हुनुभयो। अधिकार भनेको न्यायमा पहुँच बढ्यो उहाँहरूको, किन उहाँहरू सिधै मसँग कुरा गर्न सक्नुहुन्छ। अहिले त्यो मध्येमा सबैले नसके पनि 2-4 जना हामी मसँग गर्न सक्नुहुन्छ, गर्नु पनि भएको छ फेरि होइन। त्यो बडा सुन्दर बाटो त्यो कुरा हो एउटा होइन यसको। र अर्को कुरा चाहिँ त्यसरी प्रहरी त्यो कम्युनिटीसँग जाँदाखेरि त्यहाँका अलि हुन्छ नि त, एउटा समाजमा त जहाँ पनि हुन्छ, ठुलो वर्ग सानो वर्ग, अलिकति हेप्ने अलि दबिने त जहाँ पनि हुन्छ। त्यो एउटा चाहिँ हेप्ने र
कति ठुला वर्ग भनेका चाहिँ जुन समाजमा बसेका हुन्छन् नि उहाँहरू अलिक डराउनु भयो प्रहरी यो कम्युनिटीसँग गए अब यो सबै भनिदिन्छ हामीलाई भनेर थोरै ब्याकफुटमा उहाँहरू पनि हिँडेको देखियो त्यो पनि एक किसिमले राम्रो भयो र अर्को जो कुरो चाहिँ के भने सँगसँगै हामीले त्यहाँ भएका चाहिँ जुन व्यतिथिहरू देखिएको छ प्रहरीले गर्ने काम तुरुन्तै गरिदिन्छौँ हामीहरू तुरुन्तै होइन र प्रहरीभन्दा बाहेकका कुराहरू कति चाहिँ सिडिओ कार्यालयमा हुन्छ कति चाहिँ नगरपालिकामा पनि हुन्छ कति अरू कार्यालयमा हुन्छ शिक्षामा पनि छ कति कृषिमा पनि छ कति स्वास्थ्यमा पनि छ त्यसलाई चाहिँ हामी फलोअप गरिदिएका छौँ यसो आयो कुरा किनभने कम्युनिटीको कुरा त आयो नि त राज्यले दिने सेवा त अल्टिमेटली कम्युनिटीलाई हो जसले जहाँबाट दिए पनि होइन जसले भने पनि हामीले उहाँलाई चाहिँ भन्न त मिल्यो नि त अनुरोध गर्न मिल्यो झकझकाउन मिल्यो त्यो ठाउँमा गएर हामीले भन्यौँ पनि त्यसले गर्दा उहाँहरू बेनिफिटेड पनि हुनुभयो होइन त्यसपछि अनि सँगसँगै अर्को कुरा चाहिँ के भयो भने उहाँहरूलाई चाहिँ कानुनको चाहिँ व्यवस्था कानुनका कुराहरू कसरी काम गर्दो रहेछ भन्ने चिजमा पनि एउटा किसिमको ज्ञान भयो भने यसले चाहिँ धेरै फाइदा पनि एकदमै गरेको छ र सँगसँगै एउटा म हजुरलाई एउटा उदाहरण भन्छु अब यो अलि त्यति यसलाई त्यसरी नै बुझौँ एक दुई ठाउँमा चाहिँ के चाहिँ सुनियो भने एसपी साहब आएर यो कम्युनिटीलाई माथि गर्दै र हाम्रो समाजमा चाहिँ फेरि एउटा किसिमको चाहिँ द्वन्द्व एउटा हलचल जस्तो ल्याइदियो एसपी साहबले भने कहीँबाट पर्दा पछाडिबाट नेपथ्यमा पनि सुनियो त्यो तपाईँले त्यस्ता व्यक्तिहरूबाट फोन सुन यस्तो आएछ त्यो त आएको छैन मैले भने नेपथ्यबाट सुनियो कि मेरो त्यहाँको चाहिँ लोकल प्रहरी के छ यसको इम्प्याक्ट हेर्नु भनेर बुझ्दाखेरि कहीँ चिया गफमा मान्छे अब एसपी साहब आएर यो चाहिँ मुसर समुदायलाई यो समुदायलाई दलित समुदायलाई यति ठुलो बनाइदियो एसपी साहबले कि यो सामाजिक द्वन्द्व आउला जस्तो पो स्थिति पो बन्छ कि जस्तो भयो भनेर पनि कुरा गर्नु भयो एक आपसमा अन्तर संवादहरूमा त्यो भन्दाखेरि त्यो कहीँ न कहीँ इफेक्ट पर्यो त्यसको चाहिँ कहीँ चेतन त गयो नि त भन्ने लाग्यो त्यो एउटा राम्रो चाहिँ मलाई अप्रत्यक्ष आएको फिडब्याकमध्ये पनि त्यो राम्रो फिडब्याक हो जस्तो लाग्छ मलाई जस्तो अब तपाईँको सङ्गठनसँग सम्बन्धमा राखेको जिज्ञासा तपाईँले तुरुन्तै गरिदिने अरू निकायमा तपाईँले रिक्वेस्ट गरिदिने त्यस्तो अरू निकायले होइन जस्तो पीडकको कुरालाई रेस्पोन्स कुन रूपमा गरेको पाइयो राम्रो रूपमा गरेका छन् त्यसमा चाहिँ उहाँहरूले व्यवस्था गर्नुभएको छैन जस्तो सिडिओ कार्यालयमा पनि 68वटा अलि अगाडिको डाटा हो 68वटा चाहिँ नागरिकताको कम्प्लेन थियो त्यो 68वटा नागरिकता मैले चाहिँ के गरेँ भने त्यो 68वटा नागरिकताको कम्प्लेनमा त्यहाँको स्थानीय हाम्रो प्रहरी चौकी अथवा इलाकाले त्यो उहाँ व्यक्तिसँग नागरिकताको व्यक्तिसँग चाहिँ सम्पर्क गर्ने एउटा सानो चिट दिने कि श्री सहायक प्रमुख जिल्ला अधिकारीज्यू यो चिट भाग अथवा पत्रभाग नागरिकताको समस्या लिएर आउनुभएको छ यसलाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछु भने चाहिँ चिट ल्याएर सानो चिट यत्रो चिट दिएर छापान्न पठाइदिए सिधा उहाँ सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट्ने त्यसपछि उहाँले चाहिँ गर्ने भए गरिदिने नगर्ने यो कारणले चाहिँ तपाईँको हुँदैन यो चिज छ तपाईँ चाहिन्छ भनेर चाहिँ बुझाएर पठाइदिने भन्ने हामीले एउटा प्रोग्राम मिलायौँ त्यसमा काम पनि भयो त्यो अब जिल्ला प्रशासन कार्यालय त हामी एउटा सधैँ सँगै भयौँ होइन अनि त्यसपछि स्थानीय तहको कुरा गर्छौँ स्थानीय तहमा पनि कतिपय कुराहरू चाहिँ भनौँ न यस्तै सान्तिना कुराहरू जग्गा जमिनका विवादहरू यो त्यो त्यस्ता कुराहरू आए ती कुराहरूलाई पनि हामीले चाहिँ उहाँहरूलाई भनेर सर्ट आउट भएर त्यहाँ प्रहरीले नै इनिसिएट गर्दैछ त्यहाँ पनि स्थानीय तहलाई पनि छोडेका छौँ हामीले स्थानीय तहलाई भन्यौँ वडा अध्यक्षलाई राख्यौँ आफू पनि बस्यौँ कुरा गरेर त्यसको कति थुप्रै कुराहरू त्यसरी मिलिसकेका छन् अनि अर्को चाहिँ एउटा अलिकति चाहिँ कस्तो भने शिक्षाको कुराहरू आएको छ कति ठाउँ हाम्रो दलितका छोराछोरीले चाहिँ राम्रोसँग पढाइदिँदैन अलिकति हेला गर्छन् र खानेकुराहरूमा दिने कुरा सुविधाहरूमा साइकल अनेक आउँछ नि त होइन प्याकेजमा सुविधाको प्याकेज त्यसमा पनि अलि हामीले कम पायौँ भनेर जहाँ जहाँ आछन् त्यो ठाउँमा पनि सहरहरूसँग नगरपालिकासँग त्यहाँ पनि हामीले गरिदिएका छौँ अब त्यो कहीँबाट एउटा टेक्निकल्ली कहीँ तलमाथि भएको नि होला हामी मिलाउँछौँ भन्नुभएको छ उहाँहरूले होइन त्यसपछि एउटा बडा सुन्दर अर्को चाहिँ एक ठाउँ एउटा कार्यक्रम के भएको छ भने स्थानीय तहको कुरा गरेँ मटियानी नगरपालिकाको कुरा गर्छु एकजना छोरी पढाइरहनु भएको रहेछ एकजना दलित महिलाले त्यसपछि उहाँले छोरी मैले 12सम्म त पढाएँ अब म पढाउन सक्दैन मेरो 2टी छोरी कि 3टा छोरी सबै पढ्नुहुन्छ मसँग केही पनि छैन म पढाउनु कसरी पढाउने भन्नुभयो भने त्यो त बडा मार्मिक कुरा थियो होइन त्यसमा तुरन्त मेरो साहबलाई फोन गरेँ मेरो साहब अब एउटा चाहिँ उहाँ दलित कम्युनिटीबाट बिलोङ्स गर्नुहुन्छ दलित कम्युनिटीले उच्च शिक्षासम्म चाहिँ निःशुल्क पढ्न पाउँछ भन्ने व्यवस्था छ अलिकति उहाँहरूले नबुझेर पनि होला र उहाँहरूलाई कहीँ अब उच्च शिक्षा पढ्दाखेरि चाहिँ हामीले गरेका छौँ कार्यक्रमहरू चाहिँ जति आउँछ ती चिजहरूलाई अरू निकालेर भनेका छौँ र राम्रो रेस्पोन्स छ सर राम्रो रेस्पोन्स छ भाव एसपी प्रकाश मल्लसँगको कुराकानी हामी अर्को एपिसोडमा लगातार राख्नेछौँ। तपाईँलाई यो कार्यक्रम राम्रो लागेको भए च्यानललाई लाइक गरिदिनुहोला, सब्सक्राइब गरिदिनुहोला, सेयर गरिदिनुहोला। धन्यवाद। फेरि
अर्को एपिसोडमा एसपी प्रकाश मल्लसँगको बाँकी कुराकानीहरू लिएर आउनेछौँ। नमस्कार।